नेपालमा यस्तो ठाउँ छ जहाँको समृद्ध सभ्यता लगभग हराइसकेको छ। त्यो हो सिन्जा उपत्यका, जुम्ला, जहाँ नेपाली भाषाको जन्म भएको थियो, जहाँ कहिले नदेखिएको समृद्धि संस्कृति थियो। तर आज त्यहाँ इतिहासका भग्नावशेष मात्र बाँकी छन्। आखिर किन हरायो सिन्जा सभ्यता? इतिहास भन्छ कि 17औं शताब्दीमा गोर्खा सेनाको आक्रमणले त्यो समृद्धि राज्य ध्वस्त बनायो। युद्धले राजदरबारहरू भत्किए, मन्दिरहरू जलाए अनि राजा र जनताहरू विस्थापित भए। तर यी मात्र प्रमुख कारण होइनन्। जलवायु परिवर्तनले कर्णाली क्षेत्रको उर्वर भूमिलाई मरुभूमि जस्तो बनायो, जसले खेतीपातीको भरपर्दो जीवनशैलीलाई तहसनस गरिदियो। अनि आधुनिकतासँगै युवा पुस्ताहरू रोजगारीको लागि बाहिरिए, बस्तीहरू सुनसान हुँदै गए र अन्त्यमा सभ्यता पनि लोप हुँदै गयो। तर सिन्जामा अझै पनि 1000 वर्ष पुराना मन्दिरहरू, रहस्यमय शिलालेखहरू र राजा मल्लका पुरातात्विक धरोहरहरू बाँकी नै छन्, जसले नेपालकै इतिहासको कथा बोल्छ। दुःखको कुरा, आज त्यस क्षेत्रलाई नै राज्यले डम्पिङ साइटको अर्थ कर्णाली बनाइदिएको छ।